हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। हेर्न सक्नुहुन्छ आज चाहिँ हामी तरकारी पकाउन जाँदैछौँ। बैगनको हुन्छ बैगन भन्टा पनि भनिन्छ। टमाटर काटेर तयारी भइसकेको छ, काउली तयारी भइसकेको छ। यतातिर आलु पनि काटेर राखिसकेका छौँ हामीले। अब तेल तातिसक्यो, हामी त्यसमा अलिकति लसुन हाल्दैछौँ। लसुन हाल्यौँ, एकछिन यसलाई चाहिँ अब अलि रातो नहुन्जेल चाहिँ भने अदुवा हाल्यो भने अदुवा पनि हाल्यौँ। अब हामी हरियो खोर्सानी हाल्छौँ। यसलाई अलिकति राम्रोसँग चाहिँ यसरी चलाउनुपर्छ। हाम्रो भाइले चाहिँ पकाउँदैछ आज। सेफ चाहिँ हाम्रो भाइ हो, अनिल भाइ। हेर्नु सक्नुहुन्छ। अलिकति खर हुँदै गरेपछि प्याज हाल्ने। प्याज हालेर तयारी हुँदैछ। प्याज हालेर अब भुट्ने, अलिकति चलाउने होइन। एकदम खुसी छ हाम्रो भाइ चाहिँ पकाउनु पाउँदाखेरि। चलाउँदैछ, हेर्न सक्नुहुन्छ। तयारी हुँदैछ। हल्का खर भएपछि पहिला हामी आलु हाल्दैछौँ। आलु हालेर एकछिन पकाउने यसलाई पनि। हेर्न सक्नुहुन्छ। अब चाहिँ यहाँ नुन हाल्यौँ। बेसार हाल्दैछौँ। त्यसपछि अब एकछिन चलाउने यसलाई हामी। अनि बैगन हाल्यौँ। बैगन नि भन्छ, भान्टा नि भन्छ हामी यसलाई, होइन। हालेर अलि मजासँग चलाउने। काउली हाल्यौँ। अब हामीले अलि राम्रोसँग चलाउनु भने अलिकति छोप्ने, यसलाई गलाउने। अनि चलाउँदैछ हाम्रो सेफ भाइले चाहिँ। यहाँ हाम्रो अरू देशका भाइहरू पनि नाच्दैछन्। टक्क चलाएर यतिखेरि खाउँ लाग्ने तरकारी पाक्नेवाला छ। टक्क मसला हाल्यौँ। अब हामीले चाहिँ करी पाउडर हाल्यौँ। रातो खोर्सानी हाल्यौँ। मिट मसला हाल्यौँ। हेर्नु सक्नुहुन्छ। अलि मिठो स्वादिष्टको लागि चाहिँ मिट मसला हालेको छौँ। अनि अलिकति पानी हालेर चाहिँ अब हामी यसलाई अलिकति गलाउने छौँ। चलाउन अलि अप्ठ्यारो भयो, सानो भाँडो भएको हुनाले। अब यसलाई अलिअलि चलाएर चाहिँ टक्क छोपेर राख्छौँ हामी। हेर्न सक्नुहुन्छ कस्तो भएको छ। हेर्दाखेरि पनि कलर हाम्रो यो यसको चेन्ज भइसकेको छ। हेर्नु, हेर्दैखेरि खाउँ जस्तो खालको टक्क रसवाला चाहिँ तरकारी पकाउँछौँ हामी, होइन। परदेशमा भएको मान्छेले सुक्खा तरकारी